जिन्दगीमा कहिले पनि साथीहरु हार नखानुहोस्, हिम्मत कहिले नहार्नुहोस् है, किनकि हिम्मत हारेपछि तपाईले के गर्न सक्नुहुन्न। आफ्नो वरिपरि यस्तो मान्छेहरु बनाउनुस् कि जसले तपाईलाई साथ सपोर्ट दियोस्, तपाईलाई हौसला दियोस्, अझै तपाईमा ऊर्जा आओस्। अप एन्ड डाउन आउँछ लाइफमा, त्यो ठुलो कुरा भएन। हार नै एउटा जितको परिभाषा हो हैन। लडेपछि मान्छे उठ्छ। त्यही भएर हरेक काम गर्दाखेरि गलत नियतले गर्नु भएन। गलत भए पनि त्यो कुराबाट सिकेर अगाडि कसरी अझै बेटर गर्न सकिन्छ भनेर दौडिन नछोड्नुहोस्। सफलताको पछि जानुहोस् हैन। राम्रो मान्छेको संगत गर्नुहोस्। एक न एक दिन तपाई सक्सेस हुनुहुन्छ। कुनै पनि काम गर्दै हुनुहुन्छ भने गलत नियतले गलत सोचले नजानुहोस् हैन। मेहनत गर्नुहोस्, परिश्रम गर्नुहोस्, त्यसपछि परिश्रमको फल मिठो आउँछ।